कुलमान घिसिङज्यूलाई नै रोज्नुको कारण चाहिँ के हो भने अहिले जेनजीले उहाँलाई विश्वास गरिरहेका छन्। उहाँले अब जेनजीका मागहरू पनि पुरा गर्छु, हामी जस्ता युवाहरूलाई अगाडि बढाउँछु भन्नुभएको छ। पहिलो कुरा अबको पुस्ता युवाले अगाडि बढ्नुपर्छ भन्ने उहाँको एउटा धारणा, त्यो पनि मलाई मन परेको हो र उहाँ एकदमै मलाई स्पष्ट व्यक्ति पनि लाग्छ। त्यो हो मेरो। आज चाहिँ अब यो उज्यालो नेपालको भत्तीमुनि छु म। अब उहाँहरूले चाहिँ सबै जेनजीहरूलाई पनि समेट्नुहुनेछ, घाइते परिवार सहित परिवार उहाँहरूको एजेन्डाहरू मन परेर चाहिँ आज म उहाँहरूसँग आज यस टिममा आज सामेल भएको छु। म बेपत्ता पीडितको छोरी हो। बेपत्ता पीडितहरूलाई पनि यहाँनिर सामेल गराउनु पर्यो, सबै उहाँहरूका मागहरू पुरा गरिनु पर्यो र मेरो जन्म जिल्ला ओखलढुङ्गा, अब ओखलढुङ्गाबाटै नेतृत्व लिन्छु भनिसकेपछि हाम्रो ओखलढुङ्गाका जति पनि महिलाहरू हुनुहुन्छ, युवाहरू हुनुहुन्छ, हाम्रा बालबालिकाहरू, उहाँको स्वास्थ्य शिक्षादेखि लिएर अब यी विकासका क्षेत्रहरूलाई पनि अगाडि बढाउनु पर्यो र यी जस्ता मागहरू विकासका कार्यलाई चाहिँ अगाडि बढाउनु पर्यो भन्ने मेरो पहिलो एजेन्डा हो। के लाग्छ तपाईँ त्यो क्षेत्रमा ओखलढुङ्गाबाट उठ्दै हुनुहुन्छ, जित कतिको सुनिश्चित छ? अब त्यो चाहिँ अब जनताहरूले भरोसा गर्नुभयो भने हो। जित हार त कुनै पनि अब दौडमै होस् अथवा राजनीतिक खेलमै होस्, जित हार त हुन्छ नै। अब यो जनताहरूमा म छोडिदिन चाहन्छु। उहाँहरूले मलाई विश्वास गरेर हाम्रो मागहरू उठाउन सक्छ भन्ने क्षमता उहाँहरूले देख्नुहुन्छ भने म उहाँहरूलाई एकचोटि मौका दिनुहोस् भन्ने एउटा अपिल गर्न चाहन्छु। र बेपत्ता पीडितको छोरी हो। बेपत्ता पीडितहरूलाई पनि यहाँनिर सामेल गराउनु पर्यो, सबै उहाँहरूका मागहरू पुरा गरिनु पर्यो र मेरो जन्म जिल्ला ओखलढुङ्गा, अब ओखलढुङ्गाबाटै नेतृत्व लिन्छु भनिसकेपछि हाम्रो ओखलढुङ्गाका जति पनि महिलाहरू हुनुहुन्छ, युवाहरू हुनुहुन्छ, हाम्रा बालबालिकाहरू, उहाँको स्वास्थ्य शिक्षादेखि लिएर अब यी विकासका क्षेत्रहरूलाई पनि अगाडि बढाउनु पर्यो र यी जस्ता मागहरू विकासका कार्यलाई चाहिँ अगाडि बढाउनु पर्यो भन्ने मेरो पहिलो एजेन्डा हो। के लाग्छ तपाईँ त्यो क्षेत्रमा ओखलढुङ्गाबाट उठ्दै हुनुहुन्छ, जित कतिको सुनिश्चित छ? अब त्यो चाहिँ अब जनताहरूले भरोसा गर्नुभयो भने हो। जित हार त कुनै पनि अब दौडमै होस् अथवा राजनीतिक खेलमै होस्, जित हार त हुन्छ नै। अब यो जनताहरूमा म छोडिदिन चाहन्छु। उहाँहरूले मलाई विश्वास गरेर हाम्रो मागहरू उठाउन सक्छ भन्ने क्षमता उहाँहरूले देख्नुहुन्छ भने म उहाँहरूलाई एकचोटि मौका दिनुहोस् भन्ने एउटा अपिल गर्न चाहन्छु। हुन्छ हैन, जस्तो अहिले पछिल्लो समय जेनजीहरू किन मिलिरहेका छैनन्? अब जेनजीहरू एकजुट नभइकन हामी अगाडि बढेनौँ भने फेरि पुरानै दलहरूले त्यो सबै ठाउँहरू ओगट्छन्। अब जेनजीहरू जतितिर छरिए पनि आफ्नो जति पनि हाम्रो मतभेदहरू थियो, जे थियो, यी सबैलाई साइडलाई देश निर्माणका लागि चाहिँ जेनजीहरू एकजुट हुन एकदमै जरुरी छ। तपाईँले सोच्नु भएको थियो जेनजी आन्दोलनभन्दा अगाडि म पनि यो स्थानमा पुग्छु, यसरी म पनि यति ठुलो पार्टीको हिस्सा बन्न सक्छु भन्ने सोच्नु भएको थियो? थिएन, मैले चाहिँ एकदमै थिएन। तर म आफ्नो जिल्लाको लागि र बेपत्ता पीडितहरूको लागि गर्ने चाहिँ मेरो अलिकति बचैदेखिको मेरो एउटा सपना थियो। म एउटा कानुनी क्षेत्रको विद्यार्थी भएको हुनाले पनि उहाँहरूलाई न्यायको लागि चाहिँ म निरन्तर लड्छु भन्ने चाहिँ मेरो एउटा धारणा थियो। यो ठाउँमा आइपुग्छु भन्ने चाहिँ मलाई थिएन। यो सपना जस्तो भइरहेछ होला है तपाईँ? हजुर, त्यो एकदमै। त्यो अब त्यो दिनको 23 गतेको त्यो इन्सिडेन्ट पनि अब कसले खिचेर हालिदिनु भयो, 81 अब भाइरल गरिदिनु भयो। उहाँहरूले धेरैले साहसी चेली भन्दै आज मलाई यति रेस्पेक्ट दिनुभयो। म सम्पूर्ण जनतालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र परेको खण्डमा मैले आफ्नै जिल्ला, आफ्नो देशबाट नेतृत्व लिनु पर्यो भने तपाईँहरूको आँखाबाट म कहिले पनि आँसु झर्न दिन्न। म यति चाहिँ मेरो बाचा भयो। भनेपछि जनताहरूको आँखामा अब कहिले आँसु झर्न दिनुहुन्न किशोरीजीले? हजुर, एकदम। अहिले एउटा फोटोहरू पनि आइरहेको छ सामाजिक सञ्जालमा होइन, मिराज ढुङ्गाना लगायत अरू साथीहरू पनि यता हाम्रो राजसभा प्रवेश गरेको भने जस्तो तरिकाले आइरहेछ। त्यो केही थाहा छ? अब यसमा चाहिँ अब मैले मिडियाबाटै सुनेको कुराहरू हो। मैले व्यक्तिगत आफ्नो हिसाबले चाहिँ मैले देखेको छैन उहाँहरू कहीँ पार्टी प्रवेश गर्नुभएको होइन। अब उहाँहरूको पनि व्यक्तिगत धारणा हो, तर सकेसम्म सबैजना एकै ठाउँ मिलेर अगाडि बढिदिए एकदम बेस्ट हुन्थ्यो। र मिराज ढुङ्गानाज्यू र अरू हाम्रो जति पनि जेनजीका प्रतिनिधिहरू हुन्छ, उहाँहरू अब कसले काम गर्न सक्छ त, आगामी दिनहरूमा हाम्रा मागहरू कसले पुरा गर्न सक्छन्, सही व्यक्तित्व को हो भनेर उहाँहरू अझै विश्लेषण गर्दै हुनुहुन्छ। उहाँलाई ढिलो चाँडो समय लाग्ला, अनि आफ्नो विश्लेषण अनुसार सही व्यक्ति छान्नुहोस्, आफ्ना मागहरूलाई संस्थागत होस्, हामी जेनजीका मागहरू सबै पुरा होस् र उहाँहरूलाई चाहिँ चाँडै नै हामीसँगै मिलेर गर्नुहोस् भन्न चाहन्छु म। के रहन्छ त तपाईँहरूको एजेन्डा? चुनावमा जाँदा के एजेन्डा बोकेर जानु? पहिलो एजेन्डा भनेको हाम्रो यी जेनजीका जति पनि घाइते हुनुहुन्छ, शहीदहरू हुनुहुन्छ, उहाँहरूको रित्तिएको आमाहरूको ती काखहरू, ती सबैलाई क्षतिपूर्तिले मात्रै न्याय पाउँदैनन्। ती जति पनि हत्याराहरू छन्, ती हत्याराहरूलाई चाहिँ पहिलो नम्बरमा उनीहरूलाई कारवाही गरेर ती कटघराभित्र लगेर ठहर्याउनु नै न्याय हो। र यी जति पनि जनआन्दोलनका जति पनि यी हाम्रा हत्याराहरू बाहिर घुमिरहेका छन्, खुलेआम घुमेर उनीहरूलाई सबैलाई कटघराभित्र ल्याउने। र अर्को कुरा, हाम्रा देशका जति पनि महिलाहरू पछाडि परिराख्नु भएको छ, ती महिलाहरूलाई सबैलाई समेटेर अगाडि ल्याउने। महिला मात्रै नभनौँ, ती बालबालिका उच्च शिक्षा, राम्रो शिक्षा, रोजगार भयो। अब यी घाइतेहरूलाई पनि अब उहाँहरू
कोही लाउने खाने उमेरमा ती हातहरू गुमेका छन्, खुट्टाहरू गुमेका छन्, उनीहरूलाई पनि राज्यद्वारा ती अस्पतालका बेडसम्म मात्रै होइन उपचार, अस्पतालका बेडदेखि बाहिरसम्म निस्केपछि पनि दीर्घकालीन रूपसम्म उहाँहरूलाई उपचार मिल्नु पर्यो, राम्रो उपयुक्त रोजगार मिल्नु पर्यो, शैक्षिक योग्यता हेरेर। र अर्को भनेको हाम्रो निःशुल्क स्वास्थ्य शिक्षाहरूलाई पनि अगाडि हामीले एकदमै प्रबल गर्नुपर्छ। म यति नै भन्न चाहन्छु। अझै विभिन्न मागहरू छन् हाम्रो देश। अब भ्रष्टाचार पहिलो जरा भनेको भ्रष्टाचार, त्यो भ्रष्टाचार अन्त्य गर्न माथिल्लो नेताबाट होइन तल जरा लेभलको कर्मचारीदेखि सुरु गर्नुपर्छ। र भ्रष्टाचार गर्दिन भनेर सबैले कसम खानुपर्छ। एकजना व्यक्ति गरेर हामीले भ्रष्टाचार रोक्न सक्दैनौँ। पहिला व्यक्तिमा त्यो आफ्नो दृढता हुनुपर्छ। म भ्रष्टाचार गर्दिनँ, म देश बनाउँछु, हाम्रो सुन्दर नेपाल बनाउँछु भन्ने भावना चाहिँ सबैमा होस्। र म जनताहरूलाई पनि के अपिल गर्न चाहन्छु भने सही व्यक्ति छान्नुहोस्, बोलीले होइन कामले छान्नुहोस्। म यति नै भन्न चाहन्छु। थ्याङ्क यू सो मच।